भोलि एकपटक सत्तामा पनि हामी बसौँला, एक दिन त आउला नि त। त्यो सरकार कायर हो। हतकडी लगाउनु छ भने गिरीबन्धु टी स्टेटका भ्रष्टाचारीहरूलाई, ललिता निवासका भ्रष्टाचारीहरूलाई हतकडी लगाऊ। म चुनौती दिन्छु, सरकार चुनौती दिन्छु। पछिल्लो 20 महिनाको हामीले शासन देखेकै हौँ। पाकिस्तानी मोडेलको अभ्यास त्यतिखेर नथालिएको होइन। कति फाइल खोल्ने हुँकार गरिएको थियो, तिनको हकीकत के भएको छ त्यो नदेखिएको होइन। त्यसको भोगाई आज भद्रबन्दी गृहमा टोपबहादुर रायमाझी मान्यज्यूले भोग्नु पनि भइरहेको छ। कुशासनका अनेक रूप त्यसरी प्रकट भएकै थिए। सुन तस्करीले सिङ्गो देश पहेँलपुर भएकै थियो। अनि त्यो सबै गर्ने मुहानहरू आज त बन्द छन्। प्रतिपक्षमा रहँदै गर्दा नेपाली कांग्रेसका दुवै महामन्त्रीज्यूले भ्रष्टाचार र ठगी प्रकरण विरुद्ध उठाएका मुद्दा र सोधिएका प्रश्न आज पनि संसदको रेकर्डमा निकालेर हेर्न सकिन्छ। तर आज प्रश्न सोध्ने र जवाफ दिनेहरू लोकतन्त्रको न्यूनतम मूल्य मान्यतालाई पनि कुल्चिएर सरकार सञ्चालन प्रक्रियामा हुनुहुन्छ। म सम्मानित सदन मार्फत यहाँहरूलाई सोध्न चाहन्छु, सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समितिले औल्याएको 87 अर्ब ठगी र सो प्रकरणसँग जोडिएका वास्तविक पीडक कतिलाई कारबाहीको दायरामा ल्याइयो? 40 वटा सहकारीमा जम्मा भएको 87 अर्ब के सबै वैध कमाई हो? स्रोतको छानबिन गर्नुपर्छ कि पर्दैन? पीडित जनताले खाई नखाई बचत गरेको आफ्नो जीवनभरिको कमाई मात्र होइन, तपाईहरूले नै भन्ने गरेको सडक छेउमा मकै पोल्ने र साग बेच्ने जनताले गरेको बचतमध्ये कति पैसा फिर्ता गर्नुभयो अहिलेसम्म?